Hello everyone, welcome to my channel. I am Pravesh Shah and here we are with a new video on solving pair of linear equation. So in previous video we have talked about how to solve the linear equation in single variable, and we were discussing similarly about elimination method and substitution method, that is the ways of solving pair of linear equation. And in previous video we have also done some examples related to solving linear equation, pair of linear equation through elimination method and substitution method. That was example 1. We are done with example 1 in the previous video. Now we will talk about the same process but by solving through example. So we will be solving question number 2 so that it will be more easy for us to understand. Okay, so let's start with problem number 2, which is given as 2x plus 3y equals to 13. So the question is, to solution we have equation 1, 2x plus 3y equals to 13. This is equation 1, and next one is 2x minus y equals to 1. So while solving linear pair of linear equation through elimination method, what we did was we eliminated one of the variable from the given two equations. So हामीले के गरेका थियौं त, कुनै एउटा भेरिएबल भएको टर्मलाई के गरेका थियौं हामीले इलिमिनेट गरेको थियौं इन एलिमिनेसन मेथड. सो त्यो एलिमिनेट गर्न के हुनु पर्छ त, हाम्रो कन्डिसन कुनै भेरिएबल सेम भेरिएबल विथ सेम कोएफिसिएन्ट तर के हुनु पर्यो, अपोजिट साइन हुनु पर्यो. के हुनु पर्यो, अपोजिट साइन. सो यो दुईटा इक्वेसनमा हाम्रो y को टर्ममा, y वाला टर्ममा के छ त, अपोजिट साइन छ त, छ. यहाँ प्लस छ, यहाँ के छ, माइनस साइन. तर कोएफिसिएन्ट के छ, यहाँ 3 छ, यहाँ के छ, 1. सो यो सेम भयो त, भएन. सो यसलाई एलिमिनेट गर्न हामीले के गर्नु पर्यो, माथिको कोएफिसिएन्ट y को अगाडिको कोएफिसिएन्ट के गर्नु पर्यो, सेम पार्नु पर्यो. सो सेम पार्नलाई हामी के गर्न सक्छौं, यसलाई यो इक्वेसनलाई हामी के गर्नु पर्यो त, यो त नेगेटिभ साइनमा छ, मतलब अपोजिट साइनमा छ भनेपछि यो इक्वेसनलाई के गर्नु पर्यो, योसँग मिलाउनु पर्यो. यसको कोएफिसिएन्ट सेम पार्नु पर्यो. सब कोएफिसिएन्ट सेम पार्नलाई के गर्नु पर्यो त, हामीले इन्टु 3 बनायो भने यहाँको कोएफिसिएन्ट सेम हुन्छ. इन्टु 3 गर्यो भने के आउँछ त, हाम्रो यो सबैमा के गर्नु पर्यो त, होलमा 3 ले मल्टिप्लाई गर्नु पर्यो. सो सबैमा मल्टिप्लाई गर्नु भने के आउँछ त, 2x इन्टु 3 माइनस y इन्टु 3 इक्वल्स टु 1 इन्टु 3. यसरी आउनु भयो. देयरफोर के आउँछ त, 6x माइनस 3y इक्वल्स टु 3. यति चाहिँ हाम्रो के आउने भयो त, 3 सँग सबैमा मल्टिप्लाई गरिसकेपछि. सो अब हेर्नुस् त, अब चाहिँ के गर्नु भयो, हामीले यो टर्म र यो टर्मलाई हामी के गर्नु पायो त, एलिमिनेट गर्नु भयो. किनभने यहाँ के छ त, हाम्रो 3y, यहाँ पनि 3y, तर यहाँ के छ, प्लस साइन र यहाँ के छ, माइनस साइन. सो यो दुईटैलाई एड गर्यो भने के आउँछ, यो र यो टर्म हाम्रो के हुन्छ, एलिमिनेट हुन्छ. सो यसलाई अब हामी के गर्छौं त, फेयरली गर्छौं. सो हाम्रो इक्वेसन के थियो त, 2x प्लस 3y इक्वल्स टु 13. यो इक्वेसन 1 थियो हाम्रो. र अर्को के थियो हाम्रो, 2x माइनस y इक्वल्स टु 1. यो चाहिँ हाम्रो के थियो, इक्वेसन 2. सो हामीले के गर्यौं त, कोएफिसिएन्टलाई, y को कोएफिसिएन्टलाई सेम पार्न के गर्यौं त, इक्वेसन 2 लाई 3 ले मल्टिप्लाई गर्यौं. सो यहाँ के आउँछ, मल्टिप्लाइङ इक्वेसन 2 बाई 3 वी गेट के पायौं हामीले, 6x माइनस 3y इक्वल्स टु 3. यो चाहिँ के आयो त, हाम्रो इक्वेसन 3 आयो. के आयो, इक्वेसन 3. अब के गरिदिन्छौँ हामी, डाइरेक्टली एड गरिदिन्छौँ. एड गऱ्यो भने के हुन्छ त, सेम भ्यालु अपोजिट साइनमा भएको के हुन्छ, एलिमिनेट हुन्छ, हटेर जान्छ. सो अब हामी के गर्छौँ, एडिङ इक्वेसन 1 एन्ड 3. इक्वेसन 1 र 3 लाई के गर्छौँ, हामी एड गर्छौँ. सो एड गर्ने बित्तिकै के हुन्छ त, हाम्रो यो टर्म र यो टर्म के हुने भयो, एलिमिनेट हुने भयो. किनभने
सेम भ्यालु छ तर केमा छ त अपोजिट साइनमा, त्यही भएर के हुने भयो इलिमिनेट हुने भयो र बाँकी हामी अपरेट गर्छौँ अब। सो के आउनु भयो त 2x प्लस 6x एडिङ गरेको छौँ हामीले, त्यही भएर 2x प्लस 6x भनेपछि के आउनु भयो 8x, यो दुईटै टर्म के हुनु भयो इलिमिनेट र इक्वेसनको उतापट्टि के छ 13 छ र यता के छ 3 छ, 13 छ र यता के छ 3 इक्वल्स टु के आउनु भयो 13 प्लस 3 गर्नु भयो के आउँछ 16, के आउनु भयो 16। सो देयरफोर x इक्वल्स टु के आउनु भयो 16 अपन यो मल्टिप्लाईको फर्ममा भएर उता गएर के हुनु भयो डिभाइड। सो के आउनु भयो 16 अपन 8 इक्वल्स टु x को भ्यालु के आयो त 2। अब x को भ्यालु आइसकेपछि हामी के गर्छौँ त कुनै पनि इक्वेसनमा के गर्छौँ सब्स्टिट्युट गरेर त्यसको y को भ्यालु झिक्छौँ। सो अब के गर्नु पर्यो हामीले x को भ्यालु कुनै पनि इक्वेसनमा राखिदिनु पर्यो। सो त्यो गर्न हामी के गर्नु पर्यो पहिला, सो हेभ टु राइट एज पुटिङ भ्यालु अफ x इन इक्वेसन, जुनमा राख्दा नि भयो 1 मा राख्दा नि भयो 2 मा राख्दा भयो, जुन सजिलो छ त्यसमा प्रिफर गर्ने हामीले। सो हामीलाई सजिलो के छ त यो सजिलो छ। सो इक्वेसन 2 मा राख्नु भयो भने के आउँछ 2 इन्टु x को ठाउँमा के राख्नु पर्यो हामीले 2, सो 2 इन्टु 2 माइनस y इक्वल्स टु के छ 1। अब 2 2 जा 4 माइनस y इक्वल्स टु के छ यहाँ हाम्रो 1। अब यो नेगेटिभ साइनमा छ यसलाई उता पठाइदिउँ, यसलाई यता पठाइदिउँ। सो यो यसलाई यता पठाउनुस्, यसलाई यता पठाउनुस्, यो पोजिटिभ हुन्छ y। सो y इक्वल्स टु 4 माइनस 1 आउनु भयो इक्वल्स टु के आउनु भयो त 4 माइनस 1 गर्दा 3। सो यो चाहिँ हाम्रो के को भ्यालु आयो त y को भ्यालु। सो यो चाहिँ हाम्रो कुन मेथड भयो त इलिमिनेसन मेथड। इन दिस वे वी क्यान सल्भ द क्वेसन्स थ्रु इलिमिनेसन मेथड। नाउ वी विल टक अबाउट सो अब हामी के गर्छौँ सेम क्वेसनलाई सब्स्टिट्युसन मेथडबाट गर्छौँ। सो सब्स्टिट्युसन मेथडबाट गर्नु भने के आउँछ त त्यसमा हामीले के गर्यो वाट वी डिड देयर, त्यहाँ हामीले के गरेको थियौँ त कुनै एउटा भेरिएबललाई जस्तै एक्सलाई वाईको फर्ममा लगिदिने अथवा वाईलाई एक्सको फर्ममा लगिदिने, अनि के गर्ने त आइसकेपछि त्यो एउटा फर्म आइसकेपछि त्यसलाई अर्को इक्वेसनमा हालिदिने। जस्तै 2 को सल्युसन अब हामी कुन मेथडबाट गर्छौँ सब्स्टिट्युसन मेथडबाट। सो 2 को इक्वेसन 2x प्लस 3y इक्वल्स टु 13, अर्को के छ हाम्रो 2x माइनस y इक्वल्स टु 1, यो इक्वेसन 1 यो इक्वेसन 2। अब कुनै भ्यालुलाई कुनै टर्मलाई के गर्नु पर्यो एउटा सिंगल टर्ममा कन्भर्ट गरिदिनु पर्यो, कुनै इक्वेसनलाई एउटा भ्यालुको फर्ममा कन्भर्ट गरेर जुन सजिलो छ हामी त्यसलाई के गर्छौँ छान्छौँ। जस्तै यो सिंगल टर्म y छ यसलाई कन्भर्ट गर्न के भयो त सजिलो भयो, के भने सिम्पली के गर्ने यो 1लाई के गर्नु पर्यो हामीले लेफ्ट ह्यान्ड साइडमा पठाइदिनु पर्यो र यो y लाई यता पठाइदिनु पर्यो। सो देयरफोर यो इक्वेसन के हुन्छ त हाम्रो 2x माइनस 1 इक्वल्स टु यो उता y गइसकेपछि केमा गयो त प्लसमा, यो इक्वेसन के आयो त 3। अब के गर्छौँ हामी नाउ पुटिङ भ्यालु अफ y इन इक्वेसन। अब हामी केमा राख्छौँ त 2 मा राख्दैनौँ, केमा राख्छौँ 1 मा। सो इक्वेसन 1 2 मा राख्नु भने त के हुन्छ त क्यान्सल हुन्छ। सो इक्वेसन 1 मा अब y को ठाउँमा हामीले कति राखिदिनु पर्यो त 2x माइनस 1। सो y कहाँ छ हाम्रो यहाँ छ, y कहाँ छ यहाँ छ। सो y को ठाउँमा हामीले के राख्नु पर्यो 2x माइनस 1, हाम्रो अगाडिको के छ 2x प्लस कोफिसिएन्ट y को अगाडिको 3 एज इट इज ब्र्याकेट। अब y को ठाउँमा के राख्नु पर्यो 2x माइनस 1 इक्वल्स टु के छ त हाम्रो 13। अब यसलाई हामी के गर्छौँ त सल्भ गर्छौँ। सो यो के आउनु भयो और 2x प्लस 3 2 जा 6x माइनस 3 इक्वल्स टु 13 और 6x प्लस 2x भनेको 8x इक्वल्स टु यो माइनस उता जाँदाखेरि के भयो त 13 मा एड हुने भयो। सो 13 प्लस 3 भनेको 16, देयरफोर x इक्वल्स टु के आउनु भयो 2, किनभने यो उता गएर के हुन्छ डिभाइड हुन्छ। अब x को भ्यालु आइसकेपछि के गर्छौँ हामी यहाँ राख्दियो भने x को ठाउँमा हामीले x को भ्यालु यहाँ राख्दियो भने के आउँछ y को भ्यालु आउँछ। सो नाउ के गर्छौँ हामी पुटिङ भ्यालु अफ x इन इक्वेसन 3 मा के गर्छ त हामी x को भ्यालु राख्छौँ। सो इक्वेसन 3 हाम्रो के हो y इक्वल्स टु 2x माइनस 1 यो लेख्नु अथवा 2x माइनस 1 इक्वल्स टु y, यो दुटै के हो त सेम कुरा हो। सो y इक्वल्स टु x को ठाउँमा हामीले के राख्नु पर्ने छ इन्टु 2 माइनस यो 1 इक्वल्स टु
के आउनु भयो त हाम्रो 2 टु जा 4 4 माइनस 1 गरेपछि 3 सो y को ठाउँमा के आउनु भयो 3 y को भ्यालु कति आउनु भयो त 3 सो दिस इज अल अबाउट सल्भिङ पेयर अफ लिनियर इक्वेसन थ्रु इलिमिनेसन मेथड एन्ड सब्स्टिट्युसन मेथड अब यो क्वेसन पनि सायद गर्न सक्नुहुन्छ अब यस्तो क्वेसनहरु सिम्पली नर्मल यस्तो क्वेसनहरु आयो भने आई थिंक वी क्यान सल्भ थ्रु इलिमिनेसन मेथड एन्ड सब्स्टिट्युसन मेथड कन्फिडेन्टली अब हामी के गर्छौं ग्राफिक मेथडबाट गर्छौं के गर्छौं ग्राफिक मेथडबाट अब ग्राफिक मेथडबाट गर्नु पर्यो के गर्नुपर्छ हामीले के गर्छौं भन्दाखेरि पहिला हामी xy को कोअर्डिनेट झिक्छौं के गर्छौं xy को कोअर्डिनेट झिक्छौं जस्तै यसमा हामी के गर्छौं त आफै भ्यालुहरु एज्युम गर्छौं जस्तै यो क्वेशनमा 2x plus 3y equals to 13 अर्को इक्वेसन के छ 2x minus y equals to 1 अब के गर्नु पर्ने हामीले सिम्पली यसलाई एउटा फर्ममा कन्भर्ट गर्दियौं और 2x यो y लाई उता पठाउँदा के भयो त 13 minus 3y therefore x equals to के गर्नु पायो 13 minus 3y upon 2 यो भयो अर्को सिम्पली यो y equals to के हुनु भयो त अघि जस्तै यो उता पठाएर यो यता लिएर आउनु भने y equals to के आउनु भयो 2x minus 1 सो यो यसरी सिम्पलेस्ट फर्ममा हामीले पहिला के गर्ने त इक्वेसनलाई लग्ने त्यसपछि हामी आफैले के गर्छौं त y को भ्यालु राख्दै जान्छौं एज्युम गरेर र x को भ्यालु पनि राख्दै जान्छौं फर बोथ द इक्वेसन y को भ्यालु राख्ने x को भ्यालु राख्ने आफैले अनि एट लिस्ट हामीले के गर्छौं त तीनटा भ्यालु लिन्छौं के गर्छौं तीनटा भ्यालु लिन्छौं यहाँ पनि कतिवटा लिन्छौं त तीनटा अब यहाँ हेर्नुस् त यहाँ y को भ्यालु राख्यो भने पहिला y को भ्यालु राख्ने अनि x को भ्यालु झिक्छौ अब भ्यालु चुज गर्दाखेरि के गर्नु पर्यो फ्र्याक्सन वाला भ्यालु लिनु भएन सिम्पल भ्यालु आउनु पर्यो हाम्रो नर्मल जस्तै 2 3 7 8 यसरी आउनु पर्यो डेसिमल वाला भ्यालुहरु लिनु भएन फ्र्याक्सन वाला भ्यालुहरु लिनु भएन अब यहाँ 0 राख्नु भयो भने के आउँछ त यो सबै टर्म 0 भइदिन्छ 13 डिवाइड बाइ 2 भनेपछि यो के बन्नु भयो त फ्र्याक्सनमा जाने भयो सो त्यस्तो भ्यालु हामी छान्दिनौं यहाँ 1 राख्नु भयो भने के आउँछ y को भ्यालु 1 राख्नु भयो भने y को भ्यालु 1 राख्नु भयो भने x को भ्यालु कति आउँछ त 13 minus 3 into y को ठाउँमा 1 सो 13 minus 3 into 1 13 minus 3 into 1 भनेको 3 सो 13 minus 3 upon 2 त्यो भनेको के हो त 10 upon 2 10 upon 2 भनेको के आउनु भयो त x को भ्यालु 5 अर्को भ्यालु चुज गरौ अर्को भ्यालु के राख्न सक्छौं हामीले अब अर्को भ्यालु के लिन सक्छौं हामी y को भ्यालु 3 लिन सक्छौं 3 3 जा के हुनु भयो 9 र 13 minus 9 भनेको के 4 4 डिवाइड बाइ 2 भनेको के हुनु भयो त 2 त्यसैगरी माइनस 1 लिनु भयो भने त के आउँछ माइनस 1 लिनु भयो भने 16 16 डिवाइडेड 2 भनेको 8 सो माइनस 1 लिनु भयो y को ठाउँमा भनेपछि कति आउनु भयो त x को भ्यालु 8 त्यसैगरी अब यो इक्वेसनमा x को भ्यालु राख्ने x को भ्यालु यसमा 0 लियो भने यो सबै टर्म 0 यो के आउनु भयो माइनस 1 अब अर्को x को भ्यालु 1 लियो भने के आउँछ यहाँ 2 2 जा सरी 2 1 जा 2 minus 1 भनेको यो 1 अब x को भ्यालु यहाँ 2 लियो भने 2 2 जा 4 y को भ्यालु के आउनु भयो अब कोअर्डिनेटहरु झिकिसकेपछि हामी के गर्छौं त एउटा ग्राफ पेपरमा के गर्छौं हामी y एक्सिस र x एक्सिस के गर्छौं डिफाइन गर्छौं x एक्सिस र y एक्सिस के गर्छौं हामीले बनाउँछौं यो हाम्रो के त x एक्सिस यो के त y एक्सिस अब यो कोअर्डिनेट्सहरुलाई के गर्नु पर्यो हामीले ग्राफ पेपरमा के गर्नु पर्यो त प्लट गर्नु पर्यो ग्राफ पेपरमा के गर्नु पर्यो प्लट गर्नु पर्यो सो लेट सपोज यो एउटा ग्राफ पेपरको हो त्यसलाई एज्युम गरेर हामी यो 1 2 3 4 5 6 7 8 9 यो ग्राफ पेपरमा झन् एक्युरेट आउँछ 1 2 3 4 5 6 यो चाहिँ तल के हुन्छ हाम्रो नेगेटिभ 1 2 3 4 5 1 2 3 4 5 यो x डैश यो y डैश अब के गर्छौं हामी यो कोअर्डिनेटहरुलाई
प्लट गर्छौँ के गर्छौँ प्लट गर्छौँ फर्स्टमा के छ हाम्रो x5 y1 सो x5 भनेको 1 2 3 4 5 यो x5 र y1 भनेपछि यो के आउनु भयो हाम्रो यहाँनिर पोइन्ट हुने भयो यो के को पोइन्ट भयो त x5 र y1 को पोइन्ट हुने भयो यो अर्को के छ हाम्रो x2 र y3 x2 भनेको 1 2 र y3 भनेको 1 2 3 कहाँ आउनु भयो त हाम्रो यहाँ आउनु भयो यो चाहिँ के को पोइन्ट हो त x2 र y3 को पोइन्ट के आउनु भयो x2 र y3 को पोइन्ट त्यसैगरी अर्को के छ x8 x 1 2 3 4 5 6 7 8 र y-1 भनेको तल यो 1 सो यहाँनिर आउनु भयो यो के को x8 - 1y सो अब यसलाई के गर्नु पर्यो हामीले प्लट गरिसकेपछि हामीले के गर्नु पर्यो लाइन तान्दिनु पर्यो यो पोइन्टहरु सबै टच हुने वाला लाइन तान्दिनु पर्यो यो हल्का ग्राफ पेपरमा ठ्याक्कै के आउँछ हाम्रो एक्ज्याक्ट आउँछ सो यो स्ट्रेट लाइन तान्नु भयो भने यो के भयो त सबै एउटै लाइनमा आउनु भयो यो पोइन्टहरु यो इक्वेसन के को हो त हाम्रो 2x + 3y = 13 को के हो त यो स्ट्रेट लाइन लिनियर इक्वेसन छ नि त त्यही भएर के आयो त हाम्रो स्ट्रेट लाइन सो यो हाम्रो यो इक्वेसन को स्ट्रेट लाइन आयो अब के गर्छौ अर्को लिनियर इक्वेसन को के गर्नु पर्यो स्ट्रेट लाइन झिक्नु पर्यो सो अर्को को के छ हाम्रो अर्को कोअर्डिनेट्सहरु x0 y-1 x0 भनेको यहाँ भयो y-1 भनेको यो पोइन्ट सो यो पोइन्ट के को हो त x0 y-1 को पोइन्ट त्यसैगरी अर्को पोइन्ट के छ 1 1 अर्को पोइन्ट के छ हाम्रो 1 1 भनेको x1 y1 सो यो x1 y1 को पोइन्ट भयो 1 y1 को र अर्को पोइन्ट के छ हाम्रो x2 र y3 भनेको यो पोइन्ट किनभने x2 र y3 को पोइन्ट के छ त हाम्रो यो पोइन्ट सो अब यसलाई के गर्नु पर्यो हामीले स्ट्रेट लाइन तान्दिनु पर्यो यो सबै पोइन्ट टच हुने वाला सो के आयो त यो एउटा स्ट्रेट लाइन आयो है ग्राफमा गर्नु भने झन् एक्युरेट आउँछ सो जहाँनिर यो कनेक्ट भएको छ इन्टरसेक्ट भएको छ त्यो पोइन्ट चाहिँ हाम्रो के आउँछ त यो दुईटा पेयर अफ लिनियर इक्वेसन को सल्युसन आउँछ के आउँछ पेयर अफ लिनियर इक्वेसन को सल्युसन जहाँ यो मिट गर्छ काटिन्छ इन्टरसेक्ट हुने ठाउँलाई चाहिँ हामी के भन्छौँ त यसको सल्युसन भन्छौँ सो यो के को लाइन थियो हाम्रो 2x - y = 1 अब हेर्नुस् त यो पोइन्ट हाम्रो के आयो त x2 y3 मा के गरिरहेछ त इन्टरसेक्ट गरिरहेछ सो यो हाम्रो के आउनु भयो त यो दुईटै लाइनको कोअर्डिनेट्सहरु के आयो x को के आयो 2 र y को के आयो त 3 र अघि हामीले जुन सल्भ गरेको थियौं x को भ्यालु कति आएको छ त 2 आएको छ y को भ्यालु के आउँछ त 3 आएको छ इलिमिनेसन मेथड गर्दा पनि सब्स्टिट्युसन मेथड गर्दा पनि अथवा ग्राफिकल मेथड गर्दा पनि के आउँछ त सेम सल्युसन आउँछ सो नाउ वी आर डन विथ ग्राफिकल मेथड भने के गर्ने सिम्पली हामी इक्वेसनलाई ब्रेक गरेर जुन सिम्पलेस्ट फर्ममा लान सकिन्छ त्यो सिम्पलेस्ट फर्ममा लगेर के गर्छौं हामी आफै भ्यालु एजुम गर्ने कस्तो भ्यालु एजुम गर्ने त सिम्पल जुन हामी के गर्छौं त सिम्पल भ्यालु राख्ने जसले हामीलाई फ्र्याक्सनहरु डेसिमल वालाहरु चाहिँ भ्यालु नदियोस् त्यो युज गरेर के गर्छौं हामी कोअर्डिनेट झिक्छौं दुईटै इक्वेसनको कोअर्डिनेट झिकेपछि त्यसलाई के गर्छौं हामी ग्राफमा प्लट गर्छौं प्लट गरिसकेपछि जुन पोइन्टमा इन्टरसेक्ट हुन्छ त्यो इन्टरसेक्टिङ पोइन्ट चाहिँ के आउँछ त हाम्रो x र y को भ्यालु आउँछ र इन केस इन्टरसेक्ट भएन भने हामीले फर्स्ट भिडियोमा के पढाएको थियौं त कुन कन्डिसनमा इन्टरसेक्ट हुन्छ कुन कन्डिसनमा इन्टरसेक्ट हुँदैन प्यारलल हुन्छ र अर्को कोइन्साइड हुन्छ त्यो कन्डिसन पनि हामीले के गरिसकेका छौं त डिस्कस गरिसकेका छौं सो दिस इज अल अबाउट ग्राफिकल मेथड सो दिस इज अल अबाउट सल्भिङ पेयर अफ लिनियर इक्वेसन थ्रू एलिमिनेसन मेथड सब्स्टिट्युसन मेथड एन्ड ग्राफिक मेथड Thank you so much for watching the video. In next video, we will talk about word problem in pair of linear equation. Word equation related question चाहिँ हामी के गर्छौं अर्को भिडियोमा डिस्कस गर्छौं सो यो चाहिँ हाम्रो बेसिक कुराहरु हो बिफोर स्टार्टिङ द कम्प्लेक्स वी नीड टु बिल्ड आवर बेसिक स्ट्रङ सो पहिला हामीले के गरौँ त बेसिक कुराहरु स्ट्रङ गर्यौं कसरी सोल्भ गर्ने कसरी सब्स्टिट्युट गर्ने कसरी एलिमिनेट गर्ने अब चाहिँ हामी के गर्छौं नेक्स्ट भिडियोमा वर्ड रिलेटेड क्वेशनहरु के गर्छौं त सोल्भ गर्छौं अनि वी विल मूव टु नेक्स्ट च्याप्टर आफ्टर सल्भिङ द वर्ड रिलेटेड प्रब्लम्स इन पेयर अफ लिनियर इक्वेसन सो थ्यांक यू सो मच फर वाचिङ द भिडियो इफ यू लाइक प्लिज डू सब्सक्राइब एन्ड डोन्ट फर्गेट टु शेयर द भिडियो टु योर नियरबाई फ्रेन्ड्स
थ्याङ्क यू सो मच.